यो चाहिँ नि गोरखपुरको लेक साइड एरिया है। अब चाहिँ नि हामी यसमा जान लाग्यो है। यो चाहिँ नि यो बोटको भ्यू है। स्क्यान मारिदिए हेलो अहिले चाहिँ नि म बुढीसँग यहाँ गोरखपुरको लेक साइड घुम्न आएको छु है। यही हो यहाँको लेक साइड। अब उता उता बोटिङ सोटिङ छ, त्यही बोटिङ सोटिङ यस्तो जाने अनि खानेकुरा खाने घर फर्किने। कस्तो लाग्छ त नि यहाँको लेक साइड? राम्रो छ। कति हरियो यार, त्यो ल्याउ लाग्यो हेर नि पानीमा। डेन्जर धेरै यो, तर डेन्जर ठुलो छ नि। उता पनि पुग्छ यो ताल भन्नाले एउटा यो म्यानमेड हो कि के हो त्यस्तै टाइपको हो क्या पुरा। अनि उता यो भन्दा उता उता पारी पारी छ नि, उता पारी पारीको एरिया के। त्यहाँ सब स्ट्यान्डर्ड होटलहरू छ। मोहद्दीपुर भन्ने साइड उता हो क्या। फोटोग्राफर छ क्या मेरो बुढी फेरि। यो चाहिँ नि गोरखपुरको लेक साइड एरिया है। यो सब चलमल एरियाहरू हो, तर पहाड जतिको चाहिँ दामी चाहिँ भन्नु विकसित हुँदै जान्छ बिस्तारै बिस्तारै। अलिकति नेपालबाट भाइ भाउ चाहिँ यहाँ कि त्यति नै हो। मान्छेहरू चाहिँ सबै इङ्ग्लिस कतिजना चाहिँ नेपालीहरू पनि भेटिन्छ है। यही हो लेक साइडको त्यो फुड ट्र्याक हिँड्ने गेट। मेरो बुढीले ब्याग किन्छु भन्दै बसेको थियो, बाटोमा फाइनली भेट्टाइहाल्यो। मेरो बुढी घुम्न आएको यहाँ सपिङ गरेर मक्ख भएछ। सपिङ भएन त नि त्यो किनेको भन्छ। के किने देखाऊ त? कति रुपियाँको यो? खास हामीले डेन्जर 4-5वटा मल खोजेको पाएन, लास्टमा बाटोमै पाए होइन। यहाँ चाहिँ नि इन्डियाको ठुलो झन्डा छ। यहाँ मुनले दामी देखाएको थियो। यो चाहिँ नि क्रुज सिप है स्ट्यान्डर्ड। कहाँबाट यति धेरै मान्छे आयो क्या? वेलकम टु लेक क्विन गोरखपुर। कस्तो बत्ती गएको त नि यार, अँध्यारो केही देखेको छैन त यार। मान्छे त्यही माथि सब कालो कालो यार। ओके सब मान्छे कालो कालो त्यही माथि, केही देखेको छैन। मान्छे चिन्न गाह्रो छ त। बात त सही है। तिमीलाई त देख्छ होला, मलाई चाहिँ नि हामी बाबुको जस्तो गाडी। कति भिडभाड हो क्या, यी सब मेलामा आए जस्तै आएको छ यार। दो दिजिएगा। खाएको छैन अहिलेसम्म? हामीले सानोमा कति खान्थ्यौँ। बाई बाई। हेलो। यो चाहिँ नि अघि नैकै ठाउँ हो, बत्ती बलेपछिको है। बल्ल मान्छेहरू गोरो गोरो सलङ्ग देखेछ। अब चाहिँ नि हामी यसमा जान लाग्यो है। कस्तो भइरहेछ बुढी। सब हामीले बुक हानेको, रिजर्भ हानेको। अब यहाँभित्र छिर्ने हो। माथि बारमा चाहिँ नि अलिक जान मन लागेन, बुढी रिसाउँछ नि त। त्यही बारमा त्यति साह्रो जान मन लागेन। तलको चाहिँ नि तलको पैसा 50 रुपियाँ हो भने यस्तो कार्ड पाउँछ क्या हामीले। अनि 2जनाको गरेर 100 रुपियाँ रहेछ। अनि त्यो 100 रुपियाँको खानेकुरा नि खानु पाउँछ। माथि फेरि बार रहेछ, डान्स बार। त्यहाँको चाहिँ नि 1000 रुपियाँ इन्ट्री। यो चाहिँ नि थियो यहाँ भित्रको इन्टेरियर है। इडली साम्बर पाउँदो रहेछ नि त बुढी 90 रुपियाँमा। त्यही खानु पर्ला जस्तो छ है। प्लेन ढोसा नि पाउँदो रहेछ। यस्तो दामी रहेछ ठाउँ, चिसो। सी इज ह्याप्पी विथ हर ब्याग। 220 को ब्याग होइन बुढी हो, 208 रुपियाँ दिएको मैले त्यसलाई। we are right now in the Titanic cruise. यो जुन बेला नि डुब्न सक्छ है। तिमीले गीत गाउ नि त। हुन त यो चिज पर्ने 50-60 रुपियाँ मात्र हो, तर यस्तो ठाउँमा आएर यति 100 रुपियाँ पर्ने भनेको दामी हो होइन र बुढी। अनि यो स्टाइलले दिने क्या, त्यो फिल्म हलहरूमा दिन्छ नि त्यस्तै रिजले छ नि त। मलाई चाहिँ यो पानीपुरीको सबभन्दा दामी लागेको यो है।
यो 4वटा भेराइटी खतरा लाग्यो जस लभड इट ल लेट्स स्टार्ट यो चाहिँ नि यो बोटको भ्यू है हामीलाई यता जान दिन्छ कि दिन्छ थाहा छैन त्यही हामी जान्दैछौँ है दिन्छै दिन्न खै कोही नि हिँडेको छैन क्या कसले मुच्छ होला हुन त झ्याप भइसक्यो त मुद्दिन्छ यार एकजना साथीको याद आछ त्यसरी त्यो पिसिङ यहाँबाट गरेको अब त्यसले भ्लग हेरेछ भने थाहा पाउँछ कसले हो भनेर चाहिँ हामी बोटिङ जाने त्यसमा ऊ त्यो बोट त क्र्यास भयो जस्तो देखेछ है माथि गएर यो चाहिँ दामी हो कि यो बोट चाहिँ नि यो नर्मल बोट हो स्पिडवालामा चाहिँ बुढीलाई अलिकति झ्याउ पनि हुन्छ अनि महँगो पनि थियो नट रिजनेबल भनेर यसमा नर्मलमा गएको है नो लाइफ ज्याकेट इन्जोय लाइफ त्यसै 5 मिनट रे एकछिनमै ल्याइदियो यिनीहरूलाई स्क्याम ये वही बोट था क्या ये अलग था नहीं शायद वो वहाँ गया वही वाला है स्कैम मार दिया है तो अल्लाह हमारा नाइट बोटिंग यो पनि त स्पिड छ नि है हाम्रो पैसा सकिरहेको अवस्था घुमिरहेको बोट बिस्तारै बिस्तारै आफ्नो गन्तव्यतिर अब यतातिर फर्किने हामी सकियो पैसा सकियो बुढीलाई थकाला छ खुट्टा दुखेछ होइन हामी यहाँ खानेकुरा कुट्दैछौँ त्यति नै हो अरू खासै कुरा देखाउनको लागि छैन आई होप तपाईँहरूलाई भिडियो मन पर्यो होला लास्ट समय हेरिदिनु भएकोमा धन्यवाद बाई बाई